भन्ने गरिन्छ मान्छे मरेको ठाउँमा कहिले पनि कोठा अथवा डेरा नसर्नु, किनभने त्यो ठाउँमा विभिन्न क्रियाकलाप होइन अलौकिक घटनाहरू घट्ने गर्छन् होइन, तर्सने गर्छन्। तर मान्छे नमरेको त ठाउँ नै हुँदैन र घर पनि हुँदैन कुनै पनि त्यस्तो। अनि अब मान्छे नमरेको घर नपाएपछि अब कति मान्छेहरू भने चाहिँ कालगतिले मरेका हुन्छन् भने कति मान्छेहरू अकालमा नि मरेका हुन्छन्। कालगतिले मरेको मान्छेहरूको त त्यहाँ सामान्य केही हुँदैन, जो अकालमा मरेको हुन्छ त्यो अकालमा मरेको ठाउँमा उनीहरूको अंश अझ पनि त्यही वरिपरि नै हुने र तिनीहरूले विभिन्न त्यहाँनिर भएका मान्छेहरूलाई तर्साउने र उनीहरूलाई कतिलाई त प्राणधरि लिएर जाने गर्दछन्। यस्तो घटना हामीले विभिन्न सुन्दै गरेका छौँ र आजको घटनामा पनि हामीलाई सुरेशजीले चाहिँ पठाउनु भएको छ, जुन घटना चाहिँ उहाँहरू यसरी नै कोठा खोज्ने क्रममा काठमाडौँमा आउँदाखेरि जुन चाहिँ उहाँहरूले भोग्नु भएको थियो, एउटा एकदम अलौकिक घटना जुन चाहिँ आज हामी प्रस्तुत गर्न जाँदैछौँ। नवीनजी र सुरेशजी आफ्नो एसएलसीको पढाइ सकेर उच्च शिक्षाको लागि चाहिँ काठमाडौँ आउनुभएको थियो र काठमाडौँ आइसकेपछि नवीनजी र सुरेशजीले आफ्नो लागि चाहिँ एउटा डेरा खोज्नु पर्यो। त्यो डेरा बालाजुको एउटा ठाउँमा उहाँहरूले पाउनुभयो। त्यतिखेर चाहिँ त्यहाँ चाहिँ विभिन्न मान्छेहरू त्यहाँनिर डेरामा बस्ने गर्थे र त्यही बस्ने क्रममा उहाँहरूले चाहिँ एउटा कोठा पनि त्यही ठाउँमा पाउनुभएको थियो। त्यहाँ विभिन्न मान्छेहरू त्यसरी नै कोही पढ्न आउने, कोही व्यापार गर्नको लागि आएका मान्छेहरूका कोठा थियो भने कोही विभिन्न मान्छेहरू चाहिँ त्यहाँनिर बस्ने गर्थे। हरेकको आफ्नो आफ्नो कोठा थियो। त्यहाँनिर बस्दै जाँदाखेरि चाहिँ भने चाहिँ निकै समस्या चाहिँ उहाँहरूले भोगिरहनु परिरहेको थियो। कहिलेकाहीँ पानीको समस्या चाहिँ सबैभन्दा एकदम प्रचुर मात्रामा चाहिँ धेरै हुने गर्थ्यो, किनभने बिहान चाँडै पानी आउने र बिहान पानी आइसकेपछि पानीको चाहिँ लाइनै लाग्ने, पानीको लाइन लाग्ने र पानीको लाइन लगाएपछि कतिपय समयमा चाहिँ अब लाइन बसेर पानी थाप्दा पनि आफ्नो पालो नआउने र पालो आए तापनि पानी सुकिसकेको हुने। त्यस्तै कुराले गर्दाखेरि चाहिँ उहाँ नवीनजी त्यहाँ नवीन र सुरेशजी बसेको ठाउँमा चाहिँ मान्छेहरू बिच चाहिँ भनाभन हुने र झै झगडा पनि हुने गर्थ्यो। त्यसरी नै एक दिन सुरेशजी चाहिँ बिहानै पानी थाप्नको लागि चाहिँ उहाँ धारामा जानुभएको थियो र पानी थाप्नलाई धारामा जाँदाखेरि चाहिँ उहाँले आफ्नो पालो आएपछि चाहिँ उहाँले पानी थाप्दै गर्दाखेरि त्यही नै भएको होइन, त्यही टहरामा अरू डेरामा बस्ने अरू मान्छे त्यहाँनिर जो चाहिँ उहाँहरूभन्दा केही सिनियर होइन, अलिक ठुलाहरू उहाँहरू आएर चाहिँ उहाँले थापिरहेको पानी चाहिँ सारेर उहाँहरूले चाहिँ आफ्नो पानी थाप्नु। उहाँले चाहिँ त्यही कुरालाई चाहिँ अब यसरी लाइनमा आउनुहोस्, हामी त बिहानदेखि लाइनमा बसेर पानी थापिरहेका छौँ, तपाईँ पनि आफ्नो लाइनमा आएर पानी थाप्नु न भनेर चाहिँ सुरेशजीले भन्नुभयो। त्यो भनिसकेपछि त्यो पानी थापिरहने क्रममा चाहिँ त्यहीँनिरको अरू मान्छेहरूले चाहिँ उनीहरूले चाहिँ अलिकति आफ्नो बल देखाएर तँ चाहिँ अब लाइनमा बसेर आइज, हामी आएपछि यहाँ पानी थाप्नुपर्छ न उहाँहरूको बिच भनाभन भयो। यस्तरी चाहिँ त्यहाँनिर पानीको समस्या भोगिराख्दा र पानी थाप्नको समस्या भइरहँदाखेरि चाहिँ उहाँलाई चाहिँ त्यो ठाउँमा चाहिँ बस्न मन लागिरहेको थिएन। सुरेशजी चाहिँ अलिकति झक्की स्वभावको मान्छे पनि हुनुहुन्थ्यो होइन, उहाँ चाहिँ अलिकति लडिहाल्ने, अब कसैले केही भनिहाल्यो भने अलिक सहन नसक्ने र न्यु खोज्नेलाई आइलाग्ने माथि जाइ लाग्ने खालको हुनुहुन्थ्यो। त्यो हुँदै उहाँ आफू भुतभुताउँदै आफ्नो बाल्टिङ चाहिँ जोडले भुइँमा हाल्दै उहाँ चाहिँ त्यहाँनिर कराएर उहाँ सिधै आफ्नो कोठामा आउनुभयो। उहाँ त्यसरी कराउँदै आएको झक्किँदै आएको देखेर चाहिँ भित्र अर्को साथी उहाँको नवीनजीले चाहिँ के भयो भन्दाखेरि आज पनि यहाँनिर पानी थाप्दाखेरि यिनीहरूले चाहिँ हामीसँग न्यु खोजे, यस्तो है कुन दिन मेरो चाहिँ नराम्रो झगडा पर्ने छ यिनीहरूसँग, कि यो रहँदैन कि म रहँदिनँ भन्ने कुराहरू गर्नु।
नवीनजी चाहिँ अलिकति शान्त स्वभावको मान्छे हुनुहुन्थ्यो। उहाँले चाहिँ भरसक सबै कुरा चाहिँ मिलेर जाउँ होइन, कोहीसँग झगडा नगरौँ भन्ने खालको स्वभावको मान्छे हुनुहुन्थ्यो। त्यो भएको भएर नवीनजीले चाहिँ प्रायः जस्तो चाहिँ कुरा मिलाउनुहुन्थ्यो र अरूहरूसँग यो गर्नुहुन्न भन्नुहुन्थ्यो, अलिक सम्झाउनुहुन्थ्यो। अनि सुरेशजीको चाहिँ खासै त्यस्तो केही पनि काम थिएन। उहाँको काम भनेको क्याम्पस जाने, पढ्ने, घर आउने, बस्ने होइन, त्यस्तै थियो। र नवीनजी भने चाहिँ उहाँले चाहिँ पार्ट टाइम काम पनि गर्नुहुन्थ्यो। सुरेशजी चाहिँ केही गर्नुहुन्न थियो, तर नवीनजी चाहिँ पार्ट टाइम काम गर्नुहुन्थ्यो। नवीनजीले चाहिँ साँझ पख चाहिँ सन्ध्याकालीन भन्ने एउटा पत्रिका चाहिँ उहाँले चाहिँ बेच्ने गर्नुहुने रहेछ त्यो बेलामा। र त्यसबाट त्यो पत्रिका बेचे बापत उहाँले केही रकम चाहिँ उहाँले पाउनु हुने रहेछ होइन, कमाउनु हुने रहेछ। त्यही कमाइले नै उहाँहरूको चाहिँ त्यहाँनिर अब कोठामा बस्ने, कोठा भाडाहरू तिर्ने पैसाहरू त्यसरी नै जुटाइरहनु भएको रहेछ। खानपिनको लागि भने चाहिँ कति रासनहरू चाहिँ उहाँहरूलाई चाहिँ गाउँबाटै आउने भएको भएर खानपिनको लागि चाहिँ अलिक त्यति समस्या नभएको, तर कोठामा बस्ने खर्च जस यताउता जुटाउने खर्चहरू भने चाहिँ नवीनजीले चाहिँ जुटाउँदै आइरहनु। त्यहाँ बस्दै जाँदाखेरि केही समय उहाँहरू त्यही ठाउँमा केही समयदेखि उहाँहरू त्यही ठाउँमा चाहिँ डेरामा बस्दै जाँदै हुनुहुन्थ्यो। तर नवीनजीलाई भने चाहिँ अलिकति डर लागिरहेछ। किन भन्दाखेरि चाहिँ कुन दिन चाहिँ अब यो ठाउँमा बस्दै गरिरहेछौँ, अब यो सुरेश अलिकति झक्की मान्छे छ, कुन दिन लडाइँ नै पर्ला, फेरि नराम्रो हातपात गरिहाल्यो भने, कसैले केही गरिहाल्यो भने त केही घटना घट्न सक्छ भन्ने चाहिँ डर चाहिँ नवीनजीलाई चाहिँ लाग्न थाल्यो। नवीनजीले के विचार गर्नु भन्दा बरु हुन्छ भने कतै यसरी आफै अन्त अझ डेरा खोजेर चाहिँ बस्न पाए हुन्थ्यो भन्ने पनि उहाँलाई लागिरहेको थियो। र उहाँले चाहिँ अब यताउता चिने जानेको होइन, त्यहाँ आएदेखि अब कोही चिने जानेको मान्छेहरूलाई कसैलाई चाहिँ भनिरहनु भएको थियो कि अब कतै यस्तो कोठासोठा पायो भने चाहिँ खबर गरिदिनु होला भनेर। अब काठमाडौँ जस्तो ठाउँमा त्यो बेलामा चाहिँ कोठा चाहिँ पाउन सहजै थियो, तर केटालाई भने चाहिँ झ्याप्प कोठा चाहिँ कसैले दिइहाल्दैन थिए। त्यही भएर चाहिँ उहाँले सकभर कोठा खोज्ने प्रयासहरू चाहिँ उहाँहरूको चाहिँ जारी नै भइरहेको थियो र कोठा चाहिँ पाइरहेको थिएन। त्यसरी नै समयहरू बित्दै थियो। अब आफ्नो साथी सुरेशको अलिकति झक्की हुने बानी भएको भएर रिसाइहाल्ने, कसैलाई मारपिट गरि पो हाल्छ कि अलिकति यो राम्रो भएन भन्ने उहाँहरूलाई चाहिँ लागिरहेको नै थियो। अनि उहाँले चाहिँ आफ्नो सुरेश साथीलाई पनि के भन्नुभएको थियो भने अब भयो भने चाहिँ अलिकति राम्रो कोठामा सर्न पाए हुन्थ्यो। यहाँ पनि अब बस्दै जाँदाखेरि घरपेटीले नि अब बसेको महिना दिन जस्तोमै यसरी कोठाको भाउ पनि बढाउँदै जाने हो भने त यो ठाउँमा त हामी अलिक बस्न सक्दैनौँ भन्ने कुराहरू चाहिँ उहाँले गर्नुभयो। ठिकै छ नि त, म पनि अब कतै कोहीसँग अब थाहा पायो भने बुझौँला, तिमी पनि यसो काममा जाने बेला कति थाहा पायो भने बुझ न त भनेर उहाँहरू दुईजना बिच त्यो सल्लाह भयो। सधैँ चाहिँ आज पनि नवीनजी आफ्नो कामको लागि चाहिँ निस्किनु भयो। कामको लागि निस्किँदै जाँदाखेरि चाहिँ उहाँलाई चाहिँ आज चाहिँ अति नै भयो, अब यसो यो पत्रिका बेच्दै जाँदा यसो भइहाल्यो भने कोठा पनि खोज्छु भन्ने हिसाबले चाहिँ उहाँ चाहिँ काममा जानुभयो। काममा जाँदै गर्दा उहाँ पत्रिका बेच्दै हुनुहुन्थ्यो। जाँदै गर्दाखेरि अब यसो अब होइन बाटोमा जाँदाखेरि विभिन्न घरहरूमा कतै कोठा खाली छ कि भनेर सोध्दै पनि जानुहुन्थ्यो। प्रायः जसो उहाँ चाहिँ जहाँ चाहिँ त्यो कुकुरदेखि होसियार सावधान, कुकुरदेखि सावधान लेखेको ठाउँमा चाहिँ हतपत्ती गएर हाल्नुहुन्न थियो, किनकि त्यो त्यहाँनिर भएको कुकुरदेखि चाहिँ उहाँलाई अलिक डर लाग्ने भएको भएर गएर हाल्नुहुन्न थियो। त्यस्तो घरहरूमा उहाँ जानुहुन्न थियो। अनि त्यसरी नै पत्रिका बेच्दै जाँदा एउटा घर अगाडि चाहिँ उहाँ चाहिँ रोकिनु भयो र त्यहाँ गइसकेपछि भित्र छिर्नुभयो। भित्र छिरिसकेपछि त्यहाँनिर चाहिँ एकजना मान्छे जो चाहिँ लाग्थ्यो भर्खर पूजा गरेर केही सामानहरू पोको 15 होइन, अब त्यो झोलाहरूमा राखिरहेको चाहिँ देखिरहनु भएको थियो। त्यहाँ पुगिसकेपछि उहाँले यो घरमा को हुनुहुन्छ होला भनेर सोध्नुभयो। अनि भित्र जो त्यो सामानहरू राखिरहनु भएको थियो उहाँले चाहिँ कसलाई खोज्नु भएको भनेर सोध्नुभयो।
त्यो भनिसकेपछि उहाँले चाहिँ यहाँनिर यसो कोठा सोता खाली छ कि, यसो कोठा खाली छ कि भनेर म चाहिँ सोध्न आएको हजुर भनेर चाहिँ नवीनजीले भन्नुभयो। नवीनजीले कोठा खाली छ भनेर सोधिसकेपछि त्यो मान्छेले चाहिँ यहाँ चाहिँ कोठा खाली त छ तर भनेर चाहिँ उहाँले भन्नुभयो, अलिकति अन्कनाउनु भयो होइन। कोठा त खाली छ तर दिने नदिने जस्तो खालको, अब नदिने जस्तो खालको, अब त्यसरी अन्कनाउनु। त्यति भनिसकेपछि अब कोठा खाली त छ तर खाली नभएको जस्तै खालको हो भन्ने खालको कुरा गर्नु। यस्तो के भने जस्तो भएर उहाँ चाहिँ अब कोठा सायद दिन मन छैन होला, यहाँ पनि अब केटा मान्छे भयौँ हामी, त्यही भएर सायद दिन नखोजे होला भनेर उहाँ चाहिँ त्यहाँबाट निस्किन मात्र के आँट्नु भएको थियो। पछाडिबाट अर्को एउटा महिलाको आवाज सुन्यो। महिलाले चाहिँ बाबु एकछिन सुन्नुहोस् त तपाईँ भनेर चाहिँ भन्नुभयो। त्यति भनिसकेपछि उहाँ पछाडि फर्किनु भयो। पछाडि फर्किसकेपछि बाहिर निस्किरहेको मान्छे पनि पछाडि फर्किसकेपछि फर्किँदै मात्र हुन्थ्यो, पछाडिबाट एकजना महिलाले चाहिँ बोलाउनु भयो, बाबु के अरे कोठा चाहियो है, एकछिन पर्खिनुहोस् त भनेर भन्नुभयो। त्यो महिला सिधै त्यहाँ आउनु। त्यो महिला त्यहाँ आइसकेपछि उहाँले चाहिँ अघि त्यो पोको पन्ध्र गरिरहेको मान्छेलाई चाहिँ तपाईँ यो सामान लिएर जानुहोस् म कुरा गर्छु भनेर चाहिँ भन्नुभयो। र त्यो महिला उहाँ नवीनजी भएतिर आउनुभयो र भन्नुभयो तपाईँलाई कोठा चाहिने हो, कतिजना बस्ने र कतिवटा कोठा चाहियो होला भनेर चाहिँ सोध्नुभयो। अनि उहाँले चाहिँ हामी अब यहाँनिर खास हामी विद्यार्थी हौँ, म चाहिँ साझा पत्रिका बेच्ने काम गर्छु, मेरो एकजना अर्को पनि साथी छ, हामी दुईजना हौँ। हामी दुईजनाको लागि एउटा कोठा मात्र भए पनि काफी हुनेछ, किनकि हामीसँग त्यस्तो सरसामान भएको मान्छे पनि हेर्नौँ, हामी बस पढ्न आएको मान्छे, त्यही भएर चाहिँ हामी कोठा खोज्दै हिँडेको भनेर चाहिँ उहाँले सबै कुराहरू भन्नुभयो। त्यो भनिसकेपछि उहाँले चाहिँ ठिकै छ हामीसँग कोठा त नभएन, कोठा छ तर कोठा चाहिँ दिएपछि चाहिँ त्यस्तो हो हल्ला गरेर बस्ने मान्छेहरूलाई चाहिँ हामी दिँदैनौँ भनेर चाहिँ भन्नु। उहाँले पनि हामी चाहिँ जुन ठाउँमा अहिले बसिरहेको छौँ त्यो ठाउँमा पनि धेरै हो हल्ला हुने, यस्तो यस्तो भएको कारणले गर्दा नि म सर्न लागेको हो, किनकि हामी एउटा पढ्ने विद्यार्थी त्यस्तो हो हल्ला गर्दैनौँ, पढ्छौँ मजाले बसौँ। ल ठिक छ, तपाईँहरू हो हल्ला नगर्ने, राम्ररी पढ्ने र यसो कहिलेकाहीँ आफ्नो आँगन चाहिँ सरसफाइ चाहिँ गर्नुमा चाहिँ ध्यान दिनुपर्छ है, गर्नुपर्छ है भनेर चाहिँ भन्नु। त्यति भनिसकेपछि हुन्छ भनेर चाहिँ उहाँले भनिसकेपछि उहाँहरू कोठा हेर्न चाहिँ जानु। त्यसपछि त्यो महिलाले उहाँलाई लगेर तलको ग्राउन्ड फ्लोरको दायाँपट्टि रहेको एउटा कोठा चाहिँ देखाउनु। कोठा निकै सुन्दर थियो, पक्की घरको होइन, ठुला ठुला झ्याल पनि ठुलो ठुलो भएको अनि उज्यालो कोठा। उहाँलाई कोठाभित्र हेर्ने बित्तिकै अहिले बसिरहेको कोठाभन्दा निकै नै सुन्दर लाग्यो। र उहाँले त्यो कोठा हेरिसकेपछि साइडमा अर्को पनि एउटा कोठा थियो। उहाँ अलिकति जिज्ञासु भएर यो पनि कोठा खाली हो कि क्या हो भनेर उहाँले सोध्नुभयो। अनि त्यो महिलाले, जुन घरपेटी महिला हुनुहुन्थ्यो, उहाँ महिलाले के भन्नुभयो भन्दाखेरि यो चाहिँ मेरो छोरीको कोठा हो, यहाँ सामानहरू छ उसको, यो छोरी बस्छ यहाँनिर, छोरीको कोठा हो यो चाहिँ यहाँ हुँदैन, यो चाहिँ तपाईँहरूको कोठा भनेर चाहिँ भन्नुभयो। त्यो भनिसकेपछि कहिले सर्नुहुन्छ त भनेर त्यो महिलाले उहाँलाई सोध्नुभयो। त्यो भनिसकेपछि उहाँले भरसक त आजै सर्ने हाम्रो कुरा हो, अझ पायो या त अझ राम्रो रहेछ, म भयो भने अब अहिले नै भरे साथीलाई लिएर चाहिँ म यहाँनिर हाम्रो सामान लिएर आउँछु भनेर भन्नुभयो। त्यो भनेपछि उहाँले हुन्छ नि त, ल तपाईँहरू आउनुहुन्छ भने आउनुहोस्, यहाँनिर छ यो चाबी पनि लिनु होला, यहाँनिर बाहिर इनार छ, तर टोइलेट जानुपर्ने हो भने चाहिँ यहाँनिर बाहिरको चाहिँ हामी टोइलेट चाहिँ बाहिर छ, किनकि हाम्रो यहाँभित्र टोइलेट छैन, बाहिरको टोइलेट चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ भनेर चाहिँ भन्नुभयो। त्यति भनिसकेपछि नवीनजी चाहिँ खुसी हुँदै आफ्नो पुरानो डेरातर्फ लाग्नुभयो। आफ्नो पुरानो डेरातर्फ लागिसकेपछि त्यहाँनिर चाहिँ आफ्नो डेरा जानुभयो। डेरा गइसकेपछि आफ्नो साथी सुरेशलाई चाहिँ मैले आज कोठा खोजेर आएँ, अब हामी यहाँ नबसौँ, अब मैले चाहिँ अहिले नै सर्छु पनि भनिसकेँ, हुन्छ भने हामी सरौँ भनेर उहाँहरू दुईजना मिलेर आफ्नो सामानहरू प्याक गर्नतर्फ लाग्नुभयो।
सामानको नाममा उहाँहरूसँग धेरै त्यस्तो सामान केही पनि थिएन। कोठामा एउटा बेड जहाँ उहाँहरू दुईजना मिलेर सुत्ने गर्नुहुन्थ्यो र अर्को भनेको खाना पकाउनको लागि स्टोभ र त्यो बेडको चाहिँ ऱ्याक जहाँ चाहिँ उहाँहरूले किताबहरू आफ्नो राख्ने गर्नुहुन्थ्यो। उहाँहरूसँग सामान भनेको त्यति मात्रै, त्यति बोकेर उहाँहरू अघि खोजेको कोठातर्फ लाग्नुभयो र उहाँहरू जानुभयो र जुन ठाउँमा उहाँहरू बस्दै आउनुभएको थियो त्यो बस्दै आएको कोठा निकै अँध्यारो, दिउँसै पनि बत्ती बल्नुपर्ने कोठा थियो भने चाहिँ अहिलेको जहाँ उहाँहरू कोठामा नयाँ ठाउँमा डेरा सर्नुभयो त्यो त्यहाँको कोठा भने चाहिँ निकै उज्यालो होइन, अनि ठुला ठुला झ्यालहरू भएका र उहाँहरूलाई चाहिँ राम्रो अलिकति त्यो पहिलेको ठाउँभन्दा निकै शान्त पनि, किन त्यहाँ चाहिँ धेरै मान्छेहरू बस्ने भएको भएर जहिले पनि हो हल्ला हुने, अझ कहिलेकाहीँ त अब साइडको छिमेकी कोठाको मान्छेहरूसँग त पानीको न्युमा झरा पनि पर्ने भएको भएर चाहिँ उहाँहरूलाई चाहिँ त्यो ठाउँमा बस्न मन लागेको पनि थिएन। त्यही भएर नयाँ घरमा बसेपछि उहाँहरूलाई निकै नै आनन्द लाग्यो र राम्रो पनि लाग्यो र नयाँ घरमा पुगिसकेपछि उहाँहरू चाहिँ त्यस दिन चाहिँ आफ्नो नयाँ कोठामा होइन मजाले आफ्नो सरसामानहरू मिलाएर बस्नुभयो र त्यहाँनिर बस्न सुरु गर्नुभयो। त्यहाँ बस्दै जाँदाखेरि समय राम्रो नै बित्दै थियो। उहाँहरू कलेज जानुहुन्थ्यो, कलेजबाट आउनुहुन्थ्यो, खानासाना खानुहुन्थ्यो र साँझ पख भएपछि चाहिँ दिउँसोतिर चाहिँ हाम्रो नवीनजी आफ्नो कामको लागि जानुहुन्थ्यो र जहिले पनि अब त्यही काम गरेर फेरि फर्किने, यसरी नै समयहरू चाहिँ चल्दै नै थियो। तर एउटा शनिबार बिहानै नवीनजी र सुरेशजी सुतिरहेको बेलामा बिहानै कतैबाट कसैले मन्त्र पढे जस्तो आवाज उहाँले सुन्नुभयो। गुनगुन गरेर बाहिरबाट कसैले मन्त्र पढेको जस्तो आवाज सुनिसकेपछि उहाँहरू जडाकजुरुक उठ्नुभयो र उहाँहरू उठिसकेपछि झ्याल खोलेर बाहिर हेर्नुभयो। बाहिर हेर्दा त उहाँको घरबेटीहरूले चाहिँ बाहिर पूजा गरिरहनु भएको रहेछ। उहाँहरूले त्यो पूजा गरिरहेको देख्नुभयो। त्यो पूजा गरिरहेको देखेपछि चाहिँ उहाँहरूले चाहिँ के ठान्नुभयो, ए आज चाहिँ यहाँनिर घरबेटी बाले पूजा लाउनु भएको रहेछ भनेर चाहिँ भन्नुभयो र उहाँहरू अब आफ्नो उठिसकेपछि आफ्नो नित्यकर्म गर्ने कुराहरू गर्न थाल्नुभयो। त्यति गरिसकेपछि त्यहाँको घरबेटी आमैले चाहिँ उहाँ नवीनजी र सुरेशजीलाई चाहिँ के भन्नुभयो भन्दाखेरि, बाबु आज हाम्रो यहाँ पूजा छ, खानपिन चाहिँ तिमीहरू दुईजना हामी कहीँ खानु है, माथि आउनु, माथि खानुपर्छ आज खाना भनेर चाहिँ भन्नुभयो। त्यति भनिसकेपछि उहाँहरूलाई चाहिँ अब निकै राम्रो घरमा आएर बसेछु, मिजासिलो हुनुहुँदो रहेछ घरबेटी आमा बुवाहरू पनि होइन, खानपिनको लागि पनि बोलाउनु हुँदो रहेछ भन्ने चाहिँ उहाँहरूलाई भयो। त्यो भइसकेपछि एकछिनमा त्यहाँ पूजासुजा पनि सकियो र पूजा सकिसकेपछि उहाँहरूलाई टिकाटालो पनि लगाइदिनु भयो र घरबेटी आमाले उहाँहरूलाई चाहिँ खाना खानलाई माथि पनि बोलाउनु भयो र माथि गएर उहाँहरू खानासाना पनि खानुभयो। खानासाना खाँदै गर्दाखेरि उहाँहरूले अब आफ्नो गाउँघरको बारेमा के सोधखोज गर्नुभयो घरबेटी आमाले, त्यही कुराकानीहरू भएर बसे। त्यो भइसकेपछि समय त्यसरी नै बित्दै जान्थ्यो र त्यस दिन त्यसरी नै गयो। आइतबार फेरि आउने पढ्ने जाने। तर एक दिन बुधबारको दिन थियो। उहाँहरू चाहिँ साँझको बेलामा होइन अब आफ्नो खानपिन गर्दाखेरि अचानक साइडमा भएको घरपेटीको छोरीको कोठामा चाहिँ कसैले चाहिँ जोडले सामान ड्याङ्ग झारे जस्तो आवाज उहाँहरूले सुन्नुभयो। जोडले सामान झारिसकेपछि उहाँहरू त बडो चकित पनि हुनुभयो। आज त के हो, घरबेटीको छोरी त पुरै रिसाएकी छे कि क्या हो, ड्याङ डुङ गर्छ, कहिले पनि देखेन, आज त पुरै बम भएको छ कि क्या हो भनेर उहाँहरू चाहिँ एक अर्कालाई हेर्दै अब अलिकति हुन्छ नि त्यसरी नै अब एक अर्कालाई हेर्दै पुरै रिसा छ कि भन्ने भावमा उहाँहरू चाहिँ अब उता कोठामा गन्द्र्याङ र गुन्द्रु, यता दराजी झारा जस्तो सामान्य झारा जस्तो फुटा जस्तो ढेग्राङ ढुडु
केही बेरसम्म त्यो आवाज चाहिँ कन्टिन्यू त्यहाँ आयो। उहाँहरूले त्यो कुरा चाहिँ त्यत्तिकै वास्ता नगरेर अब आफ्नो खानपिन गर्नु थाल्नुभयो। त्यो गर्दै गर्दा अचानक झ्याप्प बत्ती पनि गयो। अब त्यो बेलामा अब 60 सालतिर धेरै बत्तीहरू पनि जाने भएको भएर चाहिँ अत्याधिक बत्ती जाने एउटा उहाँहरूले चाहिँ त्यतिखेर कुपी बालेर चाहिँ आफ्नो त्यो बाँकी कामहरू जे गर्नुपर्ने थियो त्यो कामहरू गर्न थाल्ने, खानपिन गरेर उहाँहरू सुत्नुभयो। र जब उहाँहरू सुत्नुभयो, सुत्ने बेलामा पनि उताबाट चाहिँ त्यो कोठाबाट, जुन त्यो घरबेटीको छोरीको कोठाबाट भने चाहिँ त्यस्तै सामान झरेको आवाजहरू चाहिँ आइ नै रहिरहेको। उहाँहरू सुत्ने बेला नि एक अर्कामा कुरा गर्दै आज त पुरै रिसाकी छ जस्तो छ, के भयो कुन्नी भन्दै एक अर्का खितितिति हाँस्दै उहाँहरू चाहिँ अलिकति यस्तै आज चाहिँ पुरै रिसाइ छ यो भनेर होइन, आज चाहिँ बमै आज भत्काउ चाहिँ क्या हो यो केटीले, घर कस्तो डेन्जर पो रहेछ छोरी चाहिँ भन्ने जस्तो गरेर उहाँहरू चाहिँ एक अर्का चाहिँ त्यसरी कुरा गर्न थाल्नुभयो। त्यो गरिसकेपछि भोलिपल्ट बिहानतिर घरपेटी आमैले आफ्नो बुढालाई, घरपेटी बालाई चाहिँ जानु गएर घिउ लिएर आउनुहोस् भनेर चाहिँ भनेको चाहिँ उहाँ नवीनजीले सुन्नुभयो। त्यो भनिसकेपछि घरपेटी बा तलतिर अब घिउ लिनलाई त होला नि भनेर उहाँ चाहिँ आउँदै हुनुहुन्थ्यो। आउँदै गर्दाखेरि नवीनजीले चाहिँ घरपेटी बालाई चाहिँ रोक्दै, घरपेटी बा तपाईँ कहाँ घिउ लिन जान लाग्नु भयो भनेर चाहिँ सोध्नु। त्यो भनिसकेपछि घरपेटी बाले पनि हो भनेर भन्नुभयो। त्यो भनिसकेपछि उहाँले हाम्रो गाउँबाट घिउ पठाइदिनुहुन्छ हामीलाई, यो घिउ राख्नुहोस् न त, यो घिउ लानुहोस् भनेर चाहिँ उहाँले दिनुभयो। त्यो भनिसकेपछि घरपेटी बाले अनि तिमीहरू चाहिँ के गर्छौ त यो घिउ मैले लगेपछि भन्दाखेरि, होइन हामीलाई त अर्को बट्टा पनि छ, त्यही माथि हामी दुईजना त्यति धेरै त्यति साह्रो पनि खाँदैनौँ घिउ, यो तपाईँ पनि लिएर जानुहोस् भनेर उहाँले भन्नुभयो। त्यो भनिसकेपछि कति पैसा दिउँ त तिमीहरूलाई यो घिउको भनेर सोद्धाखेरि घरपेटी बाला चाहिँ उहाँले कहाँ अब हामी यहाँसँगै अब आफ्नै गरेर बसिरहेछौँ, कहाँबाट यो अब घिउको पैसा लिनु पर्दैन, यो घिउको पैसा लिनु पर्दैन, घिउ यत्तिकै लानुहोस् न, खानुहोस् कस्तो लाग्छ तपाईँहरूलाई भन्नु होला भनेर भन्नु। अनि फेरि उहाँले हिजोको त्यो कुरा चाहिँ उहाँलाई सोध्न मन लाग्यो घरपेटी बाला चाहिँ। अनि उहाँले हिजो तपाईँको छोरी त साह्रै रिसाउनु भएको छ जस्तो छ है, ड्याङड्याङ डुङडुङ गरेको सुनिरहेको थिएँ भनेर चाहिँ उहाँले घरपेटी बालाई चाहिँ त्यो कुरा भन्नु। त्यो भनिसकेपछि घरपेटी बा केही थाहा पाएर पनि केही नथपाए जस्तो गरेर उहाँले केही कुरा त्यस्तो केही नै नभनी ल मैले यो घिउ लगाएँ भनेर चाहिँ उहाँ माथितिर लाग्नु। समय यसरी नै बित्दै थियो। हरेक कुराहरू आदान प्रदान हुने, कहिले खानेकुराहरू ल्याइदिने लगिदिने होइन, कहिले माथि खान जाने, त्यस्तो भइ नै रहेको थियो। र त्यस दिनको हप्तामा पनि शनिबारको दिन घरपेटी बुवाहरू, घरपेटी बा र आमा त्यसरी नै बिहानै पूजा गर्न बसिरहेका थिए। अब भन्ने चाहिँ उहाँहरूलाई चाहिँ अलिकति बडो अचम्म लाग्यो, किनकि प्रत्येक शनिबार भन्ने चाहिँ त्यहाँ चाहिँ पूजा चाहिँ गरि नै रहनुहुन्थ्यो, केही न केहीको पूजा गरिरहनुहुन्थ्यो। अब उहाँले के पूजाहरूलाई चाहिँ अब त्यति वास्ता गर्नुहुन्न, सायद केही अब शान्ति पूजा केही पूजाहरू होला भन्ने चाहिँ उहाँहरूलाई लाग्थ्यो। त्यही भएर तर प्रत्येक शनिबार चाहिँ त्यहाँनिर पूजा चाहिँ गरिरहनुहुन्थ्यो। र प्रत्येक पूजा गरेको दिन भने चाहिँ घरबेटी आमाले चाहिँ उहाँहरूलाई चाहिँ माथि नै खाना खुवाउने चाहिँ गर्नुहुन्थ्यो। त्यसरी नै समय चाहिँ बित्दै नै थियो। त्यस्तरी नै एक रात त्यस्तै शुक्रबारको दिन जस्तो, शुक्रबारको दिन थियो होला सायद, त्यस दिनमा चाहिँ के भयो भन्दाखेरि सुरेशजी राति अचानक अब उहाँलाई चाहिँ अब पेट काट्यो र उहाँ चाहिँ राति त्यस्तै 10-11 बजीतिर हुनुपर्छ, उहाँ चाहिँ टोइलेट चाहिँ जानुभयो। राति टोइलेट गइसकेपछि टोइलेट गर्दै गर्दा उहाँले के सुन्नुभयो भन्दाखेरि बाहिरपट्टिको इनारबाट कसैले पानी झ्याम गरेर निकालिरहेको पो आवाज। उहाँले चाहिँ यतिखेर राति बिच कसले यसरी पानी निकालिरह होला,
उहाँ टोइलेट हुनुहुन्जेल त्यहाँबाट यति पानी निकाल्यो कि झ्याम पानी निकालेको गलाम गलाम गरेर निकालेको आवाज उहाँले सुन्नुभयो। उहाँलाई चाहिँ एक त के पनि लाग्यो भन्दाखेरि यो कोही चोर पो हो कि। त्यो बेला चाहिँ खुब त्यो बेलाको समयमा खुब यस्तो त्यो चोरको बिकी थियो कि चोरहरूले चाहिँ मिसिन गाडीको के अरे त्यो पानी तान्ने मिसिनहरू चोर्ने होइन यस्तोको बिकी चाहिँ अलिक ज्यादै भइरहेको थियो। त्यो वरिपरि उहाँहरूले कतै कतै सुनि पनि रहनु भएको थियो। उहाँलाई कता कता त्यही पनि लाग्न थाल्यो कतै चोरले पो यस्तो गरे हो कि यस्तो हरकत न मिसिन झिक्नलाई अनेक टेक्निकहरू अप्नाइरहेछ कि भन्ने भएर उहाँ चाहिँ अब टोइलेटबाट चाहिँ टोइलेट गरेर जब टोइलेटबाट गरेर चाहिँ उहाँ बाहिर निस्किनु भयो। उहाँलाई चाहिँ एक त के पनि लागेन चोर हुनसक्छ भन्ने पनि लाग्यो र टोइलेट निस्किसकेपछि उहाँले त्यहाँनिर भएको त्यहाँनिर दाउरा सौराहरू राखिने गर्थ्यो र त्यहीँनिर राखिने गरेको दाउरा चाहिँ एउटा मोटो दाउरा चाहिँ लिएर चाहिँ न चोर हो कि चोर हो भने चाहिँ हानि पनि हाल्छु भन्ने हिसाबले उहाँ चाहिँ त्यो इनार भएतिर चाहिँ जानु हुँदै थियो। सबै इनार भएतिर जानुभयो उहाँको त होस नै उड्यो। किनभने अघि भर्खर उहाँ टोइलेट जाँदाखेरि त्यो इनारमा कसैले झ्याम इनारबाट पानी बाहिर झारेको जस्तो निकालेको जस्तो आवाज सुनिरहनु भएको थियो भने इनारमा पुगिसकेपछि भन्दा त त्यहाँ त कतै पानी झिकेको जस्तो नाम निशानै छैन। भुइँ त पुरै सुक्खा छ बकैदा उहाँले त्यस्तो पानी झिकेको आवाज सुनेको त अहिले भने पानी चाहिँ कुनै पनि एक थोपा पनि नचुहिएको देख्दा त उहाँ त छक्कै पर्नुभयो। यताउता पनि हेर्नुभयो कतै चोर सोर पो हो कि भन्ने पनि लाग्यो। चारैतिर कतै कोही पनि नदेखेपछि सिधै उहाँ कोठा जानुभयो। बरु अचम्म लाग्यो उहाँलाई र उहाँ त्यसरी नै त्यस दिन सुत्नुभयो र बिहान जब उठ्नुभयो बिहान उठिसकेपछि उहाँले आफ्नो साथीलाई चाहिँ यो कुराहरू भन्नुभयो नवीनजीलाई हिजो राति म टोइलेट गएको थिएँ टोइलेट जाँदाखेरि त यस्तो यस्तो पानी यहाँनिर झिकेको जस्तो आवाज सुनेको थिएँ तर बाहिर आउँदा त पानी त एक थोपो भुइँमा त चुहिएको छैन बडो अचम्मको चिज पो सुनियो त भनेर चाहिँ उहाँले भन्नुभयो। उहाँले पनि अब सायद त्यत्तिकै तिमीलाई भ्रम भएको हुनसक्छ सायद कसैले पो पानी झिक्थ्यो र अब राति बिच त्यस्तो लागेको मात्र होला तिमीलाई त्यस्तो भान मात्र भएको होला भन्ने कुरा चाहिँ नवीनजीले चाहिँ सुरेशजीलाई चाहिँ भन्नुभयो। त्यो भनिसकेपछि त्यो कुराहरूलाई चाहिँ अब उहाँहरूले त्यति वास्ता गर्नु भएन र सधैँ चाहिँ उहाँहरू आफ्नो कामतर्फ लाग्नुभयो होइन आफ्नो काम गर्नुभयो त्यस्तै र त्यसै दिनको रात है उहाँहरू खाना पकाउँदै हुनुहुन्थ्यो। खाना पकाउँदै गर्दाखेरि चाहिँ नवीनजी चाहिँ बाहिरबाट चाहिँ आउनुभयो। नवीनजी बाहिरबाट आउँदै गर्दाखेरि नवीनजीले चाहिँ के देख्नु भएछ भन्दाखेरि एउटा युवती होइन जो चाहिँ स्वाट्ट त्यो भर्याङबाट माथितिर गइरहेको चाहिँ उहाँले देख्नुभयो। त्यो देखिसकेपछि नवीनजी हतनपतक कोठामा आएर सुरेशजीलाई त ओहो घरबेटीको छोरी त बवाल राम्रो छ नि माथि गइरहेको मैले देखेँ भनेर चाहिँ उहाँले भन्नुभयो। अनि उहाँहरू बिचमा चाहिँ अब त्यही हुन्छ नि भर्खरको युवाहरू त हो होइन अब केटी भनिसकेपछि अलिकति मक्ख पर्ने ओहो कस्तो हो के हो भन्ने अब हुन्छ नि। नवीनजीले चाहिँ अब देख्नु चाहिँ पछाडिबाट देख्नु भएको थियो उहाँले चाहिँ अब अगाडिबाट देखेँ कि बयान जस्तो गरिदिएर सुरेशजीलाई चाहिँ मकै पारिदिनु भएको थियो। त्यो भएर उहाँहरू आफू एक अर्का बिच पनि गदगद हुने गर्नुहुन्थ्यो। अनि उहाँहरूले चाहिँ त्यो सुनिसकेपछि चाहिँ उहाँहरू अब आफ्नो तालमा होइन यसरी नै समयहरू बित्दै नै थियो। अनि त्यसरी नै बित्दै जाँदाखेरि चाहिँ उहाँहरूले चाहिँ अब के विचार गर्न थाल्नुभयो भन्दाखेरि चाहिँ प्रत्येक शनिबार चाहिँ घरबेटी बाहरूले चाहिँ पूजा गर्दा रहेछन् केही न केहीको पूजा चाहिँ गर्दा रहेछन्। प्रत्येक शनिबार पूजा गर्ने माथि नै खाना खाने त्यस्तै हुने र जहिले पनि बुधबारदेखि चाहिँ त्यहाँनिर केही न केही हरकत हुने। बुधबारदेखि त्यो छोरीको कोठामा जहिले पनि सामान झारे जस्तो केही फ्याँकेको जस्तो होइन अनि
त्यस्तै उहाँ सुरेशजीले भने जस्तै टोइलेट जाँदाखेरि कसैले इनारबाट पानी झिकेर फ्याँकेको जस्तो त्यस्तो कुराहरू चाहिँ उहाँले चाहिँ लगभग जहिले पनि बुधबारदेखि त्यस्तो त्यस्तो घटनाहरू चाहिँ घट्दै जान्थ्यो। बुधबार बिहिबार शुक्रबारसम्म त्यस्ता विभिन्न चिजहरू हुने, तर शनिबार पूजा गरिसकेपछि फेरि आइतबार सोमबार त्यस्तो केही पनि नहुने, त्यस्तो चाहिँ प्रायः भइरहेको थियो। तर त्यो कुराहरूलाई उहाँहरूले चाहिँ भने चाहिँ त्यति वास्ता चाहिँ गरिरहनु भएको चाहिँ थिएन। त्यस्तै एक दिनको कुरो हो, घरबेटी बाहरू चाहिँ शुक्रबारको दिन नै बिहानै उठेर उहाँहरू चाहिँ बाहिर चाहिँ निस्किन लाग्नु भइरहेको थियो। बाहिर निस्किँदै गर्दा उहाँहरूले चाहिँ नवीन र सुरेशजीलाई नै बिहानै उठाउनु भयो र उहाँहरूको ढोका ढकढकाउनु र ढकढकाउँदै उठाइसकेपछि चाहिँ घरबेटी बाहरूले चाहिँ उहाँलाई के भन्नुभयो, हामी पूजाको लागि चाहिँ अब काशी जाँदैछौँ, केही दिन हामी काशीमा जान्छौँ, त्यही भएर यो घरको जिम्मा चाहिँ भाइहरूकै बाबुहरूकै जिम्मा लाएर चाहिँ हामी जाँदैछौँ, त्यही भएर यसो चाहिँ याद गर्नु, बेलुका राति साँझ चाहिँ के अरे साँझतिर गेटहरू राम्ररी लाउनु, चुकुलहरू लाउनु, यताउता सबै ध्यान दिनु, यो घर चाहिँ अब तिमीहरूकै जिम्मा दिएर जान्छौँ हामी, यहाँनिर हामी अब 2 जना अलिक दिनपछि आउँछौँ, अरूको भन्दा नि अब हाम्रो जहिले पनि शनिबार यहाँ पूजा हुन्छ, बाबुहरूलाई थाहा छँदैछ, उहाँ पुजारी आउनुभयो भने चाहिँ पुजारीलाई चाहिँ यहाँनिर चाहिँ पूजाको चाहिँ सामग्रीहरू चाहिँ यहाँ छ, यो सामान चाहिँ दिनु, उहाँले चाहिँ आफै बाहिर चाहिँ पूजा गर्नुहुन्छ, यो चाहिँ तपाईँहरूले नबिर्सी चाहिँ दिनु होला भनेर चाहिँ घरबेटी आमाहरू त्यहाँबाट बिदाबारी भएर चाहिँ जानुभयो। त्यो भनिसकेपछि त्यसरी नै उहाँहरू चाहिँ अब घरबेटी बाहरूले भनेको जस्तै होइन, अब बेलुका सुत्ने बेला ड्याङ सबै कुराहरू चाहिँ ड्याग मिलाएर चाहिँ राख्नुभयो। त्यो सबै ड्याङ मिलाइसकेपछि अब चुकुल लाउने ठाउँ चुकुल लाउने होइन, यताउता अब किन आफ्नो जिम्मामा दिएको अलिकति राम्ररी पनि बस्नु पऱ्यो। त्यस दिन उहाँहरू खाना खाएर होइन मजाले सुत्दै हुनुहुन्थ्यो। अचानक उता घरबेटीको छोरीको कोठाबाट कोही गुनगुन गरेको चाहिँ आवाज सुन्नुभयो। त्यो गुनगुन गरिरहेको आवाज उहाँहरू 2 जनाले चाहिँ मजाले प्रष्टै सुनिरहनु भएको थियो, तर के भनिरहेको थियो त्यो आवाजले भन्ने चाहिँ उहाँहरूले त्यो आवाजलाई थ्याउनै सक्नुभएको थिएन। त्यो भइसकेपछि फेरि एकछिनमा उहाँहरूले चाहिँ अब खै सायद केही होला भनेर चाहिँ उहाँहरूले त्यति वास्ता गर्नु भएन र उहाँहरू फेरि आफ्नै तरिकाले सुत्दै हुन्थ्यो। सुत्दै गर्दा अब भने चाहिँ त्यही कोठाबाट चाहिँ कोही रुएको जस्तो पो आवाज आउन थाल्यो। एकदम घ्वाक्की रुन थालिसकेपछि लौन घरबेटी बा आमाले त आफ्नो छोरीलाई नभनी गएछन् कि क्या हो होइन, त्यही भएर रुको होलान्। हुनु त फेरि आएदेखि उहाँहरूले कहिले पनि घरबेटीको छोरीलाई चाहिँ देख्नु चाहिँ भएको चाहिँ थिएन, तर एक दिन चाहिँ हाम्रो नवीनजीले चाहिँ देख्नु भएको थियो। त्यस्तै केही भएर रुनु भयो कि न केही भयो होला कि भनेर उहाँहरू 2 जना जाउँ त यसो बुझौँ के हो भनेर चाहिँ उहाँहरू उहाँ घरबेटीको छोरीको कोठातर्फतिर लाग्नुभयो। जब उहाँहरू घरबेटीको छोरीको कोठातर्फ लाग्नुभयो, त्यहाँ गएपछि भने चाहिँ उहाँहरूको 2 जनाको त साथ दिएन, किनभने त्यो कोठामा त बाहिरैबाट पो ताल चलाइएको थियो, तर त्यो रुएको आवाज भने अझ पनि त्यो कोठाबाट चाहिँ आइ नै रहेको थियो। त्यो सुनिसकेपछि त उहाँहरू त अति नै तर्सिनुभयो। उहाँहरूले त के ठान्नुभयो भन्दाखेरि घरबेटीको बा आमाले त आफ्नो छोरीलाई त कोठामै थुनेर पो गयो कि क्या हो पनि भन्ने लाग्यो। लागिसकेपछि उहाँहरूले त अब त्यहाँ रुइसकेपछि बाहिरबाट ढोका ढपढपाउँदै सुन्नुहोस् त को रुँदै हुनुहुन्छ भनेर उहाँहरू 2 जना नि ढोका ढपढपाउनु भयो। जब उहाँले त्यो कोठाको ढोका ढपढपाउनु भयो,
त्यतिखेर भने चाहिँ त्यो आवाज स्वाटै बन्द भयो। त्यो आवाज त त्यहाँबाट फिटी आवाज केही पनि आएन। त्यो आवाज एकाएक त्यो रुइरहेको आवाज झ्याप्प बन्द भयो। त्यो भइसकेपछि बडो अचम्म लाग्यो। उहाँहरूले एकअर्काको होइन एकअर्काप्रति हेराहेर गर्नुभयो र आफ्नो कोठामा जानुभयो। बडो अचम्म लागिसकेपछि फेरि उहाँले जेसुकै होस् पछि घरबाट बाआमा आएपछि सोधौँला भनेर चाहिँ उहाँहरू चाहिँ त्यस दिन चाहिँ फेरि वास्ता नगरेर आफ्नो चाहिँ सुत्ने तर्खरमा सुत्न थाल्नुभयो। सुत्दै गर्दा अचानक नवीनजीलाई त कुनै भारी चिजले कसैले त थिचे जस्तो पो लाग्न थाल्यो। उहाँलाई त ऐठन पो हुन पुग्यो एकाएक। जब उहाँले आफ्नो जिउलाई चलाउन खोज्नुहुन्थ्यो, आफूसँगै भएको सुरेश साथी भन्ने चाहिँ सुरेश साथीलाई चाहिँ उहाँले बोलाउन खोज्नुहुन्थ्यो होइन, उठाउन खोज्नुहुन्थ्यो, उहाँलाई गाह्रो भएको भान दिन खोज्नुहुन्थ्यो भने चाहिँ तर सुरेशजी भने चाहिँ मजाले नै सुतिरहनु भएको थियो। जति गर्दा पनि उहाँ नवीनजीको चाहिँ जिउ भन्ने चाहिँ कसैले बाँधेको जस्तो उठाउनै सक्नु भएन। उहाँ त एकदम डरले पसिना हुनुभयो। त्यो भइसकेपछि अचानक एक्कासी उहाँ त जडाक्क उठ्नुभयो। जब जडाक्क उठ्नुभयो उहाँ त खल्ती पसिना पो हुनुभयो। त्यो पसिना भइसकेपछि त उहाँलाई त बडो डर लागिरहेको थियो। मुटु अझै त्यसरी नै जोडले धड्किरहेको थियो। त्यसरी नै जब उहाँले आफ्नो साथीलाई साइडमा यसरी फर्केर साथीलाई चाहिँ उठाउन खोज्नलाई यसो फर्किनु भएको त साइडमा त साथी नै छैन त बा। उहाँ त अचम्म लाग्यो। भर्खरैसम्म ऐठन बेलासम्म कसैले तितिन्जेलसम्म साइडमा देखिरहेको साथी अहिले जुरुक्क उठेर यता हेर्दा त साथी नै छैन। साथी त अचानक भुइँमा पो पल्टेर सुतिरहेको पो उहाँले देख्नुभयो। त्यसपछि त उहाँले साथीलाई उठाउनु भयो। तिमी कसरी यहाँ भुइँमा सुतिरहेछौ भन्दाखेरि त उहाँको साथीलाई पनि उहाँ कसरी भुइँमा सुतिरहनु भएको छ भन्ने कुरै थाहा भएन। उहाँ त बडो अचम्म लाग्यो। जो साथी सुरेशजी जब भुइँमा सुतिरहेको उठ्दाखेरि चाहिँ उहाँले के पनि भन्नु भने म यहाँ कसरी सुते पनि थाहा भएन, तर मैले कस्तो भयङ्कर सपना देखेँ यार, एकदम डर लाग्ने भनेर चाहिँ भन्नुभयो। मलाई पनि त्यस्तै भयो। यहाँ त एकदम मलाई कसैले थिचे जस्तो पो अनुभव भयो त भन्ने भयो। त्यो भइसकेपछि उहाँहरूले बत्ती बाल्नुलाई चाहिँ उहाँहरू जानुभयो र बत्ती बाल्दाखेरि त्यतिखेरको समयमा पनि लोड सेडिङ भइरहेको भएर बत्ती बलिरहेको थिएन। बडो डर लाग्यो उहाँहरूलाई। त्यो यहाँ के भइरहेछ भन्ने कुरो नै उहाँहरूले छुट्याउन सक्नु भएन। त्यसपछि चाहिँ उहाँहरू ल ठिकै छ भनेर चाहिँ साइडमा रहेको कुपी नै बालेर चाहिँ सुत्ने प्रयास गर्थ्यो र उहाँहरू फेरि त्यो कुपी बालिसकेपछि त्यो कोठाको वातावरण केही चाहिँ उज्यालो भयो र उहाँहरू एकअर्काप्रति हेरेर एकदम तर्सेको भावमा चाहिँ बसिरहनु भएको थियो। अब जेसुकै होस् वास्ता नगरौँ सुतौँ भनेर उहाँहरूले फेरि त्यो कुपीलाई निभाएर फेरि सुत्ने तर्खर गर्नुभयो र सुत्नुभयो। र सुत्दै गर्दाखेरि उहाँहरू चाहिँ अचानक एक्कासी कसैले त उहाँहरू सुतिरहँदाखेरि उहाँहरूले ओढिरहेको ओढ्ने त अचानक झ्याप्प कसैले तानेको पो उहाँहरूलाई अनुभव भयो। जब कसैले त्यो ओढ्ने स्वाट तानेपछि उहाँहरू दुईजना त भर्खर निदाउन मात्र के आँट्नु भएको थियो। उहाँहरू त अचानक झस्केर अब त्यो होइन ओढिरहेको चिज तानिसकेपछि झस्केर उठ्नुभयो। जब उहाँहरू उठ्नुभयो जुरुक्क उठेर हेर्दाखेरि त अगाडिपट्टि जुन दृश्य देख्नुभयो त्यो दृश्य देखेपछि त नवीनजी र सुरेशजीको साथै गयो। त्यो जे दृश्य उहाँहरूले देख्नुभयो त्यो दृश्य अरू कोही नभएर त्यहाँनिर एउटा केटीको आकृति उहाँहरूले देख्नुभयो। जुन केटीको आकृति थियो त्यो आकृतिले उहाँहरूतिर हेर्दै एकदम डरको भावमा उहाँहरूतिरै औँला देखाउँदै
तिमीहरू यहाँबाट भाग भन्ने शब्द चाहिँ एकोरो उहाँहरूतिरै देखाउँदै भनिरहेको थियो। त्यो उहाँहरूले चाहिँ अब त्यो कुरालाई चाहिँ सपना हो कि विपना छुट्याउन सकिरहनु भएको थिएन। उहाँहरू त्यो चिजलाई देखेर एकदम चाहिँ आत्तिरहनु भएको थियो। उहाँहरू त्यो कुरालाई हेर्दा हेर्दै अचानक उहाँहरूलाई त कसैले हावाले उहाँहरूको खुट्टा तानेर अचानक घिसारेर एक्कासी उहाँहरूलाई बाहिर पो फ्याँकियो क्या। सर्र तानेर फुत्त हावामा आफ्नो खुट्टा तानेर कसैले त्यसरी फ्याँकेको र त्यो जुन केटीको जुन आकृति उहाँहरूले देख्नुभयो त्यो केटीको आकृति पनि उहाँहरू भएतिर बाहिर पो आयो। बाहिर आइसकेपछि अचानक त्यहाँको ढोका ड्याम्म बाहिरैबाट लाग्यो। त्यो भइसकेपछि नवीनजी र सुरेशजीको त एकदम मुटु जोड-जोडले धड्किन थाल्यो। त्यसपछि उहाँहरू त्यो घर छोडेर सिधै बाहिर भाग्नुभयो र भागिसकेपछि उहाँहरू त्यो घरमा अब यहाँ त गतिलो चिज होइन, यहाँ त तर्साउने रहेछ, यहाँनिर अरू यो घरपेटीको छोरी के भन्थ्यो, यो घरपेटीको छोरी होइन रहेछ, यो त सबै यो त भूत प्रेतको ठाउँ रहेछ, यहाँ त भूतहरू पो रहेछ भनेर उहाँहरू त्यहाँबाट भाग्नुभयो। र उहाँहरू अब घरपेटी बुवा आमा नआइन्जेलसम्म चाहिँ उहाँहरू त्यो घरमा पनि जानु भएन। उहाँहरू त त्यस दिन जब उहाँहरूलाई त्यस्तो हरकत भयो, त्यो हरकत भइसकेपछि उहाँहरू त गएर होटेलमा बस्नु भयो। त्यसकै 4 दिनपछि चाहिँ घरपेटी बा र घरपेटी आमा पनि आउनु भइसकेको रहेछ र उहाँहरू चाहिँ भने चाहिँ जहिले पनि बिहानको समयमा चाहिँ एकछिन चाहिँ त्यहाँ पुग्नुहुने रहेछ। त्यहाँ पुगिसकेपछि घरपेटी बा र घरपेटी आमा चाहिँ त्यहाँनिर आएको चाहिँ उहाँले देख्नुभयो। त्यो देखिसकेपछि घरपेटी बा र आमाले नि उहाँलाई तपाईँहरू त के हो, कोठासोटा घरसर त पुरै झन्झिमा दिएर गएको मान्छे, तपाईँहरू त वाङवाङती छोडेर जानु भएको रहेछ, ढोकासोका खुल्लै छ, यहाँनिर चोरसोर ल्या भए के हुन्थ्यो, यस्तो गैर जिम्मेवारी हुने हो, झन् मैले त आफ्नै छोराहरू जस्तो गरेर तपाईँहरूलाई भनेको भनेर चाहिँ घरपेटी बाहरू चाहिँ उहाँहरू आएपछि अलिकति रिसाउनु पनि भयो। त्यो भइसकेपछि उहाँहरूले चाहिँ के भन्नुभयो, तपाईँहरू गइसकेपछि त हामीलाई त यहाँ विभिन्न यस्तो हरकत भयो, हामीलाई त यहाँनिर तर्साउन थाल्यो, एउटा केटीको यहाँ त आत्मा रहेछ, यहाँनिर त हामीलाई यसरी तर्सायो, हामीलाई त खुट्टै घिसारेर यहाँ बाहिर फ्याँकिदियो भन्ने कुराहरू चाहिँ उहाँले गर्नुभयो। त्यो गरिसकेपछि घरपेटी बा चाहिँ अलिक निन्याउरो भएर चाहिँ उहाँहरूलाई चाहिँ के भन्नुभयो भन्दाखेरि, हेर बाबु, तपाईँहरूलाई चाहिँ हामीले चाहिँ एउटा कुरा लुकाएका थियौँ होइन। केही वर्ष अगाडि चाहिँ हाम्रो छोरी चाहिँ अब यो न्युमोनिया लाएर बिरामी परेको भएर चाहिँ त्यही कोठामा चाहिँ उसको मृत्यु भएको थियो। त्यही मृत्यु भइसकेपछि यहाँनिर विभिन्न त्यस्तो हरकत भएको कारणले गर्दा हामी यही पूजाहरू गर्ने कारण उसकै शान्तिको लागि गर्ने हो। त्यो शान्ति पूजा यहाँ जहिले पनि गर्दाखेरि पनि नहुने भएर हामी चाहिँ काशीमा गएर चाहिँ अहिले पूजा गरेर आएका, त्यही भएर चाहिँ अब चाहिँदेखि चाहिँ त्यस्तो चाहिँ यहाँ हुँदैन, त्यही भएर बाबुहरू चाहिँ यहीँ बस्नुहोस् होइन भनेर चाहिँ घरपेटी बाले चाहिँ उहाँहरूलाई चाहिँ भन्नुभयो। तर त्यो कुरा सुनिसकेपछि त उहाँहरू त झन् छाँगाबाटै खसे जस्तो भन्नुभयो। अस्ति देखेको त उहाँहरूले त्यो केटीको आकृति अरू केही नभएर त्यही घरपेटी बारकै मोरीको छोरीको पो रहेछ भन्ने पो उहाँहरूलाई थाहा भयो। अब भने चाहिँ उहाँहरू त अब झन् फिटी यो ठाउँमा त बस्दै नबस्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले चाहिँ गर्नुभयो। किनकि उहाँहरू गएदेखि त त्यो घरमा त एकदम तर्साइएको थियो, यस्तो यस्तो भयो भनेर चाहिँ भन्नुभयो। अनि त्यसपछि घरपेटी आमाले तपाईँहरूलाई चाहिँ हामीले यो पूजाको सामग्री चाहिँ बाजेलाई दिनु, पूजा गरिदिनुहुन्छ भनेको थिएँ, खै त यो त दिनु भएन छ त भनेर पनि भन्नुभयो। अनि त्यतिखेर चाहिँ उहाँहरूले चाहिँ के भन्नुभयो भने, त्यतिखेर उहाँहरूको गाउँबाट चाहिँ काम परेको भएर सामान लिन जानुपर्ने भएको भएर उहाँहरू बिहानै गएको, त्यो भएर सायद त्यतिखेर चाहिँ पण्डित बाजे चाहिँ आउनु भएको थियो होला, अब सामान चाहिँ हामीले बाहिर राख्दिन चाहिँ भुलेछौँ भनेर भन्नुभयो। अनि घरपेटी आमाले के पनि भन्नुभयो भने, हो त्यही पूजा नभएको भएर तपाईँहरूलाई चाहिँ सायद त्यस के अरे हाम्रो छोरीको आत्माले चाहिँ सायद तर्साएको हुनुपर्छ भनेर चाहिँ भन्नुभयो।
त्यो सुनेपछि चाहिँ उहाँहरू त बरु घरपेटी बाआमासँग चाहिँ बिदाबारी भएर हामी चाहिँ अब बस्न सक्दैनौँ, हाम्रो त झन् मेरो साथीको त अर्को चाहिँ झन् सात्तनिका छ भनेर उहाँहरू चाहिँ त्यो ठाउँबाट चाहिँ सरेर चाहिँ जानुभयो। त्यो भइसकेपछि यो घटना भएको त अहिले त्यस्तै निकै नै वर्ष भइसक्यो, तर सुरेशजी आज भोलि पनि कहिलेकाहीँ त्यही बाटो जानु पर्यो भने अहिले त त्यो ठाउँमा त निकै नै ठुलो बिल्डिङ बनिसकेको छ, तर त्यही बाटो हिँड्दै जाँदाखेरि चाहिँ उहाँलाई चाहिँ अझ पनि त्यही घरबेटीको छोरीको आत्मा चाहिँ अझसम्म त्यही छ कि भन्ने चाहिँ भान हुन्छ भनेर चाहिँ हामीलाई सुरेशजीले बताउनुहुन्छ। भनेपछि हाम्रो सुरेशज्यूसँग र नवीनज्यूसँग त नयाँ डेरामा सर्दाखेरि एउटा निकै नै डरलाग्दो घटना घटेको रहेछ होइन त। हजुर, जब उहाँहरू चाहिँ नयाँ डेरामा सर्नुभयो, सुरुमा चाहिँ उहाँहरूलाई अब त्यहाँनिर पूजा भएको यताउता भएको चाहिँ अब धेरै धर्मकर्म गर्नु हुँदो रहेछ होइन, हजुर, भनेको जस्तो उहाँहरूले मान्नुभयो। तर त्यहाँपछि विभिन्न क्रियाकलापहरू जुन हुँदै गयो, जुन चिजहरू चाहिँ उहाँले चाहिँ महसुस गर्दै गर्नुभयो, देख्नुभयो, सुन्नुभयो होइन, त्यो चिजले चाहिँ उहाँहरूलाई चाहिँ अब त्यहाँनिर केही न केही चाहिँ छ भन्ने आशंका चाहिँ भयो। हजुर, तर यो कन्फर्म थिएन कि त्यहाँनिर कोही व्यक्तिको मृत्यु भएको छ र कोही व्यक्तिको भन्दा पनि त्यही घरको घरबेटीको छोरीको मृत्यु भएको छ र जुन कोठामा उहाँहरू बसिरहनु भएको छ त्यही कोठामा चाहिँ उहाँले चाहिँ आफ्नो अन्तिम सास फेरेको भएको कारणले गर्दाखेरि उहाँको आत्मा चाहिँ त्यहाँनिर चाहिँ भड्किरहेको र त्यसकै लागि चाहिँ उहाँहरूले चाहिँ रेगुलर तपाईँको हप्तामा शनिबार पूजा गरिरहेको हजुर भन्ने कुरा चाहिँ जब उहाँहरूले थाहा पाउनुभयो, उहाँहरूको चाहिँ होस हवास नै उड्यो होइन त। एकचोटि त निकै नै डरलाग्दो तरिकाले तर्साएर उहाँहरू त बाहिरै बस्न बाध्य हुनुभयो। तर जब चाहिँ अब घरबेटीहरू फर्केर आउनुभयो, उहाँहरूले चाहिँ राम्रैसित कुरा गरेर त्यहाँबाट चाहिँ घर छोड्नुभयो होइन। एउटा चाहिँ निकै नै तितो याद भनौँ न, अब भर्खर काठमाडौँमा छिर्दाखेरि र त्यतिखेर अब डेरा नपाउने समस्याहरू हुन्छन् नि त, र झन् दुइटा अब केटाहरूलाई होइन डेरा दिन पनि एकदमै मुस्किल, त्यस्तो कन्डिसनमा एउटा डेरा भेट्टाएको। तर अब त्यो डेरा पनि यति भयानक कि त्यहाँनिर चाहिँ उहाँहरू बस्नै सक्नु भएन र उहाँहरूले तुरुन्तै त्यो डेरा छोडेर चाहिँ अर्को ठाउँमा सर्नुभयो। र आज पनि त्यो डेराको कुराहरू सम्झिँदाखेरि चाहिँ उहाँहरूको मुटु काम छ, निकै नै डर लाग्छ भन्नुभयो होइन त। हजुर, हाम्रो सुरेशज्यू र नवीनज्यूलाई निकै नै धेरै धन्यवाद छ। साथीहरू, यो त थियो आजको निकै नै डरलाग्दो अलौकिक रहस्यमय र रोचक घटना जुन चाहिँ हाम्रै श्रोतालाई घटेको थियो। उहाँ हाम्रो नियमित श्रोता हुनुहुन्छ नवीनज्यू, उहाँहरूलाई निकै नै धेरै डरलाग्दो घटना घटेको भनेर उहाँले बताइसक्नु भएको छ। आजको घटना कस्तो लाग्यो पक्कै पनि हामीलाई कमेन्टमा बताउन नबिर्सिनु होला। र यस्तै घटना हजुरहरूले पनि सुन्नुभएको छ, देख्नुभएको छ, हजुरको छरछिमेकमा घटेको छ, हजुरको परिवारको सदस्यहरूसँग घटेका छन् या त हजुरको साथीभाइसँग घटेका छन् भन्ने हजुरहरूले निर्धक्क भएर हामीलाई पठाउन सक्नुहुनेछ हाम्रो फेसबुक पेज नेपाली हरर स्टोरिज एन्ड पोडकास्टमा, या त हजुरहरूले हामीलाई वाट्सएप पनि गर्न सक्नुहुनेछ। हामी हजुरहरूको घटनालाई यसरी नै हाम्रो दर्शक श्रोताहरूमाझ प्रस्तुत गर्ने कोसिस गर्नेछौँ। साथीहरू, आजको लागि यति नै। आजको घटना मन पऱ्यो भने लाइक र सेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्सक्राइब गरिदिनु होला। यस्तै डरलाग्दो अलौकिक रहस्यमय र रोचक घटनाहरूको साथमा हामी तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि म तथा मेरो टिमलाई बिदा दिनुहोस्। हस्त, नमस्ते, गुड नाइट।